So hello everyone, welcome back to my channel. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। आज सबैलाई थाहै नै छ माघ 1 गते हैन। यसै खुसियालीमा हाम्रो इगल ग्रुपले एउटा सानो प्रोग्राम राखेको थियो। अब प्रोग्राम भन्दा नि एउटा सबै टिमहरू मिलेर हैन एउटा ठाउँमा हाम्रो जम्मा हुने भनी गएको थियो र त्यो पुरा पनि हुन सक्छ किनकि आज सबैजनाहरू झुलिङ्गे पुलमा आउँदैछन्। सो गाइस हामी चाहिँ अब जाँदैछु। बिहानी यस्तो छ के मौसम, फेरि उसो लागेर यस्तो छ घरै देखिँदैन। सो गाइस हेरौँ के कस्तो हुन्छ, रमाइलो गर्नुपर्छ है त। सो गाइस यस्तो छ क्या पुरा उसो लागेर होइन, अगाडिदेखि को आइरहेको के भइरहेको केही थाहा छैन। यस्तो छ मौसम आजको, तर यस्तो छ होइन। सो म चाहिँ फाइनली झुलुङ्गे पुलमा पुग्न आँटेँ। सो अब चाहिँ पुल पार गर्नुपर्छ। सो पुल पार गरेपछि म चाहिँ झुलुङ्गे पुल पुगिसकेँ। यो चाहिँ हाम्रो किशोर कास्ट हो, त्यही हुनाले फर्निचरको काम हुन्छ यता है। अनि यो चिसोमा खासै आउन त रुचाउन खासै त होइन, त्यही पनि बाइपास छ। दाइ त अब पुग्न नि सक्छन् किनकि उहाँ त अब रनिङ गर्ने मान्छे। सो त्यही हो भनौँ न। अब उहाँ चाहिँ अब पुग्यो भने उहाँ चाहिँ बिहान वाकिङमा हिँडिरहने मान्छे हो नि दाइले चाहिँ। सो हामी चाहिँ पुग्छौँ कि पुग्दैन अब जो टिमहरू जो बनाउँछु भनिरहेको थियो दाइले। सो त्यो मान्छेहरू चाहिँ पुग्छ कि पुग्दैन त्यो कुरा हो। सो दाइलाई भेट्न अब हुनु त भेट त भइराख्ला, अब हुन्छ किन हुँदैन होइन। सो आज खास दिन हुनाले त्यही भएर दाइसँग यसो पार्टिसिपेट हुँ भनेको थियो। सो गाइस मेरो बबुहरू छ है त, चिप्लो छ उसले त चिप्लो बनाएछ तापनि अहिले चाहिँ दौड्न छोड्दैनौँ। गाइस दाइ चाहिँ सक्नु भएको छ। यस्तो छ यो पुरै हँसो लागेर तनाएको छ गाइस। अगाडिदेखि पनि हेर 50 मेगापिक्सल में 12 में खींचे होते यार, एक्सीडेंट लगे। ओके पूरा भाई खुला छ अहिले चाहिँ है, पुरा खुला छ। यता चाहिँ आज धार्मिक स्थल हाम्रो महाकाली नदीमा। सो प्रसाद लगेका छन् के कस्तो लागिरहेको छ है बेस। के हो त खाना त्यहाँदेखि आइरहेको मान्छे है।
अहिले चाहिँ धेरै छैनन्, समथिङ 10-15 जना जति छ, आउँछन् होला बिस्तारै सेलिब्रेसन असले केही देखिरहेन कि बाहिरतिरको क्राउ त्यस्तै छ। हरिराम मेरे मनमाही जय श्री राम, श्री राम। श्रीनिवास रामा स्वागत है एगो लागि के होला वो मेरो भाइ यार खान्छ पुगिस् त पुलमा उहाँलाई यो इन्डियाको लागि लगि ल युवा भाइहरूलाई विशेष स्वागत छ हाम्रो भिनपा 13 मा है। यो देश यो वडा नमुना बन्नमा अहम भूमिका रहनेछ युवाहरूको। हामी तपाईँहरूको साथमा छौँ। अब यसलाई चाहिँ मतलब कि रामानुजघाट तीर्थस्थललाई समग्र विकासमा एसियाकै लामो झोलङ्गी पुल पनि छ। यो धार्मिक कार्यले अगाडि बढाउन जरुरी छ। यसलाई भगवान श्री यो निवास रामानुजघाट तीर्थस्थलका रूपमा विकास गर्न जरुरी छ। यो भिडियो मार्फत हामीलाई हेरिराख्नुहुने टाढा टाढाबाट देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा म मकर सङ्क्रान्तिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसै गरी हामीसँग तमाम युवा दाजुभाइ जुड्नु भएको छ, यहाँहरूलाई पनि स्वागत गर्न चाहन्छु। हाम्रो भीमदत्त 13 मा यो श्रीनिवास रामानुजघाट मकर सङ्क्रान्ति गङ्गा स्नान मेला लागेको छ। यहाँ आउनुभयो, तपाईँहरूलाई स्वागत छ। यो प्रसाद चाहिँ ग्रहण गरेर जानुहोला। हामीले निःशुल्क प्रसादको व्यवस्थापन गरेका छौँ भने यो समग्र विकासमा यहाँहरूको अहम भूमिका रहनेछ भन्ने मेरो विचार हो। म भीमदत्त नगरपालिका वार्ड नम्बर 13 को वार्ड अध्यक्ष हो। विशेष गरी मसँग धेरै युवा साथीहरू जुट्नुभएको छ। आगामी दिनमा पनि यो देश र राष्ट्र निर्माणका लागि युवाहरू अगाडि बढ्नुपर्छ भन्ने मेरो माग हो। विशेष गरी धन्यवाद दिन चाहन्छु, तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। हाम्रो यो एसियाकै लामो झोलङ्गी पुलमा स्वामी गोविन्द आचार्यजी महाराजजीले 1008 तीर्थका जलले यसलाई चाहिँ अभिषेक गर्नुभएको हो। 1008 गाईका दुधले अभिषेक गरेको ठाउँ हो। 1008 तीर्थको के अरे लिटर गाईका दुधले हामीले यसलाई यो क्षेत्रलाई पवित्र बनायौँ र हाम्रो पहिचान विशेष गरी अब हाम्रो यो देशबाट अन्यत्र जाने पैसालाई रोकेर हाम्रो यही क्षेत्रमा धार्मिक परम्परालाई जोड्नुपर्छ भन्ने हाम्रो बिजोड माग छ। यो चाहिँ हाम्रो क्रान्ति हो। यो क्रान्तिलाई सार्थकता पारौँ र हाम्रो के अरे कैलाशमान सरोवरबाट बगेर आएकी गङ्गा माताको अपमान भइराखेको छ, त्यसको चाहिँ सम्मान गरौँ र धर्मको संरक्षण गरौँ, युवाहरू परिचालन गरौँ, राज्यको संरचनालाई चाहिँ मतलब कि एकदम तरिकाबद्ध र सुशासन सहितको व्यवस्थालाई चाहिँ मूल्याङ्कन गरौँ भन्ने विशेष मेरो पनि धारणा छ। सबै साथीलाई धन्यवाद छ है। सो अहिले चाहिँ 20-25 जना भन्दा माथि पुगिसक्यो। सिम्बा भेट्यो गाइस, सिम्बा भेट्यो। सिम्बाको आई सिम्बा बिर्तम गाएर तोड्छ पारी पानी हो पुरा खाली हो। यो भन्न ल हामी त जिममा जाने त हिँडेर आयो। यहाँ मेन जिमवाला मान्छे बाइकमा मोटे चढाउँछ तु किन चढाइ पो थाले सो गाइस अब
मेरो केटाहरूले अब यस्तो तल गरिरहेको छन् सो गाइज अब चाहिँ लाग्नुपर्छ होला इगल ग्रुपको साथमा जोडेको छौँ यस्तै हो फेरि यो आजको यात्रा मात्र होइन अब यो कन्टिन्यू हुनेछ इगल ग्रुपसँग सो 2 लाख मेरो लागमा मैले हेर्दाखेरि अब मैले यो भाइलाई यो मोबाइल दिएँ होइन अगाडि मोबाइल दिइसकेको छ भण्डारी कहाँ हो भण्डारी कुकुर ल्याउन मा डरै डर यस्तो छ हेलो ब्रो दाइ अब म चाहिँ यता दोकान है हुन्छ ल राम्रोसँग जानु ल हुन्छ दाइ सो गाइज मैले चाहिँ अब दाइबाट बिदा मागेँ होइन अब चाहिँ लाग्नुपर्छ भक्तमा सो यति नै थियो हाम्रो अब प्रोग्राम भने धेरै ठुलो त थिएन होइन त्यो हाम्रो 13 नम्बर वडादेखि हामीलाई यसो अब आउनु पऱ्यो युवाहरूले आउनु पऱ्यो भन्नाले होइन हाम्रो वडावासीले त्यही भएर यसो आइदिएको हाम्रो ग्रुपसहित पुरा त पुगेन होइन हाम्रो ग्रुप अलिक के अरू काममा बिजी हुन सक्छ भनौँ है त्यो हुनाले सो समथिङ हाम्रो 30-40 जना जति हाम्रो ग्रुपको मेम्बरहरू पुग्नु सफल भयो म यतिमै खुसी छु अनि केटाहरू चाहिँ अब सबै आउनुभयो हाम्रो ग्रुपको लिडर दाइ पनि आउनुभएको थियो सो ह्याप्पी सो है भिडियो के कस्तो लाग्छ हजुरहरूलाई प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला र म यति भन्दै भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु धन्यवाद